चाहिँ यो त्यो तातो आलु खेल्थ्यो नि हामी सानो बच्चामा याद छ एकले अर्कोलाई पास गर्ने बिजनेस सम्बन्धी हामीले चाहिँ हजुरलाई प्रश्न सोध्ने हो अनि हजुरलाई चाहिँ उत्तर दिनुपर्ने छ। हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी कता बाह्रसिङे जाँदैछौँ अनि हामी सबै बिजनेस सेक्सनको केटाहरू केटीहरू सबै हामी गएर जाँदैछौँ। यहाँ सबैजना भेला भइसकेका छौँ हामी कलेज स्टुडेन्ट कलेजको प्राङ्गणमा होइन। अनि अब हामी निस्किन्छौँ। बस अहिले आउँदैछ 7 बजीतिर बस आइसक्छ अनि त्यसपछि हामी निस्किन्छौँ। अनि यहाँ चाहिँ सबैजना भेला भइसक्नु भएको छ। यहाँ चाहिँ हाम्रो मन दोस्त होइन। गुड मर्निङ म्याम, वेलकम टु आवर टिम, our field visit. Oh, good morning sir. Good morning. Welcome to our team and our group. Hip hip. सबैजना अहिले गाडीमा चढिसकेको छौँ। अब चढ्न पनि लागेको छौँ। केटाहरू सबै चढिसकेका छन्। यहाँ चाहिँ केटाहरू पनि सर मनी अनि त्यसपछि यहाँ बिनाइ रहेछ। हामी अब जान लाग्यो। विकास, आर यु एक्साइटेड? यस यस। हेलो भ्लगमा आउँछ है केटा हो। गाइज अहिले चाहिँ हामी यहाँ आइपुगेको छौँ तिर्सुली रिभर साइड रिजोर्टमा होइन। सबैजना ओर्लिसकेको रहेछ, आउँदैछ सबैजना आउँदैछ। अनि त्यसपछि हामी पनि यहाँ आइपुगेका छौँ। अब हामी भित्र लागिरहेछौँ। यहाँ चाहिँ भित्र छिर्न लाग्यो होइन। अब साथीहरू सबै आइसकेको छ। हामी पनि भित्र गएर अब भित्र जानुपर्छ है। यो चाहिँ त्रिशुली रिभर साइड रिसोर्टको भ्यू देख्न सक्नुहुन्छ यहाँबाट तपाईँहरूले। खाना लागेको यहाँ चाहिँ देख्न सक्नुहुन्छ केटाहरूले खाना लगाउँदै खाँदै अरू बसिसकेका। हाम्रो प्रशान्त सर बसिसक्नु भएको छ। यस्तो भोकाउनु भएको थियो सर। कस्तो फिल भइरहेछ यसले खाना खाएर? दामी दामी दामी। विनय अहिले गुड छौ नि? नसा चढिरहेछ। म यो धसाइ पनि दियो यार। तिमी पनि? एउटा अर्जुन कहाँ छ?
गाइज हामी यही झरेको अगाडि यहाँ चाहिँ जाम रहेछ अनि यहाँ भित्र जान मिल्दैन, त्यही भएको कारणले गर्दाखेरि हामी यही झरेको। स्टुडेन्ट्स हामी साथीहरू सबैजना अगाडि यहाँ जाँदैछौँ, देख्न सक्नुहुन्छ। अब हामी एन्ट्री गर्न लाग्यो। यहाँ चाहिँ अरू अरू कलेजको नि आएको रहेछ जस्तै लागिरहेको छ, किनभने यहाँ दुईवटा बस लागेको छ। यहाँ चाहिँ गुरुकुल कलेजको विद्यार्थीहरू आएको पनि रहेछ अनि हामी पनि अब यहाँ जोइन हुन्छौँ। हामीलाई अलिकति ढिलो भयो, यहाँ कलेजबाट 7:45 बजीतिर हामी हिँडेको थियो, त्यही भएर अलिकति ढिला भयो यहाँ गल्सीको होटेलमा आउन गर्दाखेरि। अनि अहिले चाहिँ हामी भित्र जाँदैछौँ। यहाँ म्यामले हामीलाई गाइड गर्दै हुनुहुन्छ। त्यसपछि यही दृश्य गाइज यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले। हामीसँग जोडी बस्नु होला, तपाईँहरूले देखाउनै छ हामी यो जुन 12 सिङे बियर फ्याक्ट्री जुन छ यसको दृश्यहरू हजुरहरूले देखाउने छौँ। अहिले बन्दै गरेको कन्स्ट्रक्सन होइन, यो चाहिँ रुम, यो चाहिँ गेट होइन। यहाँ चाहिँ सबै प्री प्लान रहेछ। अगाडि नै आएर यो होटेलदारहरूले बुक गरेको रहेछ। ठ्याक्क हामी जान्छौँ। फाइनल्ली हामी यहाँ एन्ट्री गरिसक्यौँ। गाइस हामी अहिले चाहिँ फोटोसुटहरू गरिसक्यौँ अनि यहाँ चाहिँ अब साथीहरूको इन्टरभ्यू लिउँ कस्तो लागिरहेछ उहाँहरूलाई होइन। अमन तिमीलाई कस्तो लागिरहेछ? एकदम रमाइलो। अझै केही कुरा भन्न चाहन्छौ आजको यो दिनको बारेमा? आज दिन चाहिँ यति रमाइलो भयो कि दिन बितेको थाहा नै भएन। सूर्य तिमी के भन्न चाहन्छौ? आजको दिन चाहिँ हामी नि लाइफभरि चाहिँ हामी बिर्सन सक्दैनौँ। ओके, एउटा हाम्रो मोमेन्ट हो क्या लाइफको। यो चाहिँ सही कुरा हो। 2 वर्षको एउटा एक्सपिरियन्स पनि भयो। अनि के तिमी के भन्न चाहन्छौ? हाम्रो अहिले 11 मा सक्यो, 12 पनि सक्यो, तर 12-11 मा लगेन, 12 मा लास्ट टाइम लग्यो, लास्टमा त्यो पनि लास्ट टाइममा। ठिकै छ, यी कुराहरू हो होइन। 11 मा वास्तवमा हामीलाई फिल्ड भिजिट लगाएको थिएन अनि इतिहासमा पहिलोचोटि होला ट्रिटन कलेजको, जो कि हामीलाई आउट अफ भ्याली फिल्ड भिजिट भनेर ल्याएको। सर तपाईँ आजको यो फिल्ड भिजिटको बारेमा अलिकति भनिदिनु पर्यो होइन, के कस्तो भइरहेको छ र आजको यो फिल्ड भिजिटको महत्त्व के कस्तो छ? हामी चाहिँ यो 12 सिङे बियर फ्याक्ट्रीमा आएका छौँ। हजुर, यहाँ चाहिँ हामीले चाहिँ ग्रेड 12 का बिजनेस स्टडीका विद्यार्थीलाई चाहिँ हाउ टु डेभलप द बिजनेस, हाउ टु स्टार्ट द बिजनेस भन्ने एउटा प्लान सहित बिजनेस अथवा कुनै पनि नेपालमा चाहिँ बिजनेस कसरी गर्न सकिन्छ, एक सफल व्यवसायी अथवा बिजनेसम्यान बन्नलाई के क्राइटेरिया चाहिन्छ भनेर चाहिँ हामीले नेपालमा एउटा उदाहरणीय भएको चाहिँ 12 सिङे बियरको लागि चाहिँ हामी फिल्ड भिजिट गर्न आएको छौँ। अब हामी चाहिँ लगत्तै यसबाट चाहिँ फिल्ड भिजिट गर्छौँ। विद्यार्थीले चाहिँ आफूमा लागेका जिज्ञासाहरू चाहिँ के छन् त्यो क्रिएट गर्छन्, हेर्छन्। त्यसपछि हामी पछि चाहिँ थप यसबाट चाहिँ हाम्रा प्रिय विद्यार्थीहरूलाई चाहिँ के नयाँ जोस र के नयाँ जाँगर उत्पादन हुन्छ, नेपालमा पनि के चाहिँ गर्न सकिन्छ भन्ने चाहिँ एनर्जी ऊर्जा होस् भन्ने मनसायले चाहिँ हामी ट्रिटन इन्टरनेसनल कलेजका प्रिय विद्यार्थी भाइलाई चाहिँ हामीले फिल्ड भिजिटमा ल्याउँछौँ। पक्कै पनि यसबाट चाहिँ राम्रो अपर्च्युनिटीहरू उहाँले क्रिएट गर्नुहुन्छ भन्ने चाहिँ अपेक्षा लिएका छौँ। धन्यवाद। हस्, धन्यवाद सर। गाइस अहिले चाहिँ हामी 20 जना जति एकचोटिमा जान मिल्छ, त्यही भएर हामी अब 20 जना जति अब गइरह। त्यसमा हाम्रो ग्रुप डी पनि सामेलहरू भएको छ। मेरो ग्रुप र विनयको ग्रुप। अब 3वटा ग्रुप अहिले जान्छन्, 3वटा पछि जान्छ। 20वटा जति हामी गइरह विद्यार्थीहरू भित्र होइन। अब भित्र गएर सोध्नुपर्छ रेकर्ड गर्न मिल्छ कि मिल्दैन होइन। मिल्यो भने हजुरलाई पनि देखाउँला के कसरी हुन्छ भनेर। ल अब हामी चाहिँ भित्र के छ तपाईँलाई 12 सिङको बियर कसरी बन्छ भनेर सबै इन्क्लुडिङ कुन र मेटेरियल राख्छ सबै भन्ने चाहिँ यो फ्याक्ट्री भएको कारणले चाहिँ अलिकति चाहिँ सेफ्टीहरू चाहिँ फलो गर्नुपर्छ है त। तपाईँको भित्र ठुल्ठुलो ट्याङ्क अथवा पाइपलाइन हुन्छ, त्यसलाई चाहिँ हातसितै टच नगर्नु यसरी, किनभने भित्र कि बोइलिङ भइरहेको हुन्छ कि स्टिम भइरहेको हुन्छ। तपाईँको नजिकबाट हेर्दा चाहिँ केही नै भएन, छुँदाखेरि चाहिँ हाम्रो हातले पोल्न सक्छ है। तर अर्को कुरा चाहिँ के छ भन्दा भित्र जाने बेलामा यसले पास गर्नु लाग्छ। यदि कुनै कारणवश इमर्जेन्सी भएर हामी एक्जिट हुनु पऱ्यो भने चाहिँ भित्रबाट बाहिर आउँदा चाहिँ पास गर्नु लाग्दैन, सबै डोरहरू चाहिँ अटो
है त। र अर्को चाहिँ भित्र चाहिँ फोटो र भिडियो चाहिँ लाउँछ होइन सबै एरियामा म भनिदिन्छु होइन र लास्टमा चाहिँ फोटो भिडियो टिकटक जे बनाए नि हुन्छ है त। पहिला म तपाईँलाई प्रोडक्टको बारेमा भनिदिन्छु कसरी बियर बन्छ के राख्छ सबै अनि लास्टमा चाहिँ फेरि हामी Q&A गरौँला त्यहाँ चाहिँ तपाईँलाई सोध्न मन लागेको क्वेसन दिनुहुन्छ लास्टमा Q&A सेसन हामी 5 मिनेट दिनु न हुन्छ 5-10 मिनटै गर्नु लास्टमा है त। हस् सर यहाँ चाहिँ हामी फ्याक्ट्रीभित्र आइसकेको थियो अनि यहाँ चाहिँ यो प्याकेजिङ लाइनमा यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँबाट प्याकेजिङ भइरहेछ 1 घन्टामा म्याक्सिमममा 12,000 जति बोतलहरू प्याक हुन्छ होइन भित्र हामीलाई त्यो भित्र चाहिँ जान मिल्दैन यहीँबाट हेर्ने हो सबै अटोमेटिकली प्याक हुँदैछ यहाँबाट देख्न सक्नुहुन्छ गाइस यही हो प्रोडक्सन लाइन यहाँ 12 सिलियर फ्याक्ट्रीको देख्न सक्नुहुन्छ खतरनाक यार अघिबाट सुन्नु भएको थियो बियर किन्न पाउन्न हेर्दा एक्साइज लाग्ने कुराहरू चाहिँ फ्याक्ट्रीले बनाउँदैन म्यानुफ्याक्चर गर्छ भने डिलरले चाहिँ बेच्नु पऱ्यो है त। अर्को फेसनमा चाहिँ डिलरलाई कति लाग्छ भने डिलर पनि एउटा फर्म हो आफूले बेच्न नपाएपछि अर्को फर्मलाई बेच्नु पऱ्यो अब त्यो फर्मलाई जाने सकेन अमाउन्ट क्राइटेरिया हुन्छ जस्तै गाडीहरू चाहियो डिलरसिप चलाउनु बियर बेच्नु पर्छ सबै इन्भेस्टमेन्ट चाहियो होइन कोलाटरहरू त्यो राखेपछि अटोमेटिकली एउटा एरियाको एसन गर्छ त्यो एरिया चाहिँ उसको 12 इनोभा चाहिँ बिजनेस स्टडिजको विद्यार्थीहरू हो सो मोर क्वेसन भनेको बिजनेस पोइन्ट अफ भ्यूबाट आउँछ नर्मल म्यानेजमेन्ट पोइन्ट अफ भ्यूबाट आउँछ सो सर कुनै क्वेसनहरू हजुरको उसमा छैन भने हजुरको बेस्ट क्यापेसिटीबाट एन्सर गरिदिनु सो म स्टार्ट गरेको क्वेसन एउटा चाहिँ प्रोडक्सनको बारेमा चाहिँ हाम्रो डेली बेसिसमा कति थियो नोट गरेर केटाहरू नोट गर्नु डेली बेसिसमा तपाईँको तीनटा हुन्छ कि प्रोडक्सन हाम्रो एउटा ब्रु भन्छ त्यो चाहिँ एकचोटिमा एउटा ट्याङ्कमा चाहिँ 10,000 लिटरको आउँछ पहिला त्यो 4 घन्टाको प्रोसेस त सकेपछि त्यसलाई चाहिँ लगेर फर्मेन्टेसन ट्याङ्कमा हाल्छ त्यहाँ 9वटा ब्याच हाल्नु पऱ्यो कि तपाईँको 9वटा ब्याच हाले जस्तो भरिन्छ त्यसमा अब इस्ट राखेर मिनिमम पनि 15 दिन राख्नु पऱ्यो फर्मेन्टेसनको बाहिर भएको त्यसलाई घाममा राखेर सबै इन्सुलेट हुन्छ त्यसको कभर जति बाहिर आइसै पऱ्यो नि बाहिर आगे लाग्यो नि भित्र इन्सुलेट गरेर हुन्छ तपाईँको चाहिँ कुनै बियरलाई 15 दिन लाग्छ कुनैलाई 30 दिन 35 दिन 40 दिन त्यो ट्याङ्कमा रेडी भएको बियर चाहिँ बल्ल यहाँ चाहिँ बोटल
भनेको मतलब स्ट्रङ बियरलाई 15-16 दिन लाग्यो प्रिमियमलाई चाहिँ बियर कुनलाई 30 दिन लाग्छ कुनलाई 32 दिन लाग्छ एक चेटीमा चाहिँ हामीले बनाउँदाखेरि चाहिँ एउटा ब्याचमा लगभग 90,000 को ट्याङ्क हुन्छ भने 1,10,000 8,000 बोतल चाहिँ एकैको बनाएर चाहिँ त्यो बोतलमा प्याक गरेर राख्छ त्यो गोदाममा स्टोर गर्छ त्यहाँबाट मार्केटको डिमान्ड के छ त्यो हेरेर चाहिँ डिस्ट्रिब्युट गर्छ अहिले चाहिँ हामी भित्रबाट बाहिर आइसकेका थियौँ अनि त्यसपछि यता फोटोसोटो सुट गऱ्यो अलि त्यसपछि पानी सानी खाइयो अनि यहाँ चाहिँ हामी दुईजना म र अमन यता अलिकति डुल्न आएको छौँ हामी यहाँबाट डुल्न होइन रिसर्च गर्न आइरहेको हो प्रोजेक्ट वर्कको लागि अनि यहाँ चाहिँ 4 बजीतिरबाट यहाँबाट निस्किनुपर्छ होला दृश्य देख्न सक्नुहुन्छ तपाईँहरू गाइज अब हामी यहाँ भित्रबाट बाहिर निस्किरहेको छौँ भइसक्यो हाम्रो यहाँ फिल्ड भिजिट बाह्रसिंह बियर फ्याक्ट्री हामी भिजिट गरिसक्यौँ अनि अब चाहिँ हामी सबैजना निस्किरहेछौँ अब बसमा चढ्ने अनि त्यसपछि हिँडिनुपर्छ गाइज अहिले चाहिँ यहाँ पुरै जाम लागेको छ हामी 1.5 घन्टा जति जाममै छौँ अहिले पनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ जाम त्यहाँदेखि त्यहाँसम्म अनि अहिले चाहिँ केही नपाएर हामी यहाँ ढुङ्गा फालिरहेछौँ पानीमा गाइस अहिले चाहिँ हामी खाजा खाइसक्यौँ अघि ओर्ल्याएको थियो अनि खाजा पनि भइसक्यो यहाँ चाहिँ हाम्रो युनिक सर होइन खाजा खाँदै हुनुहुन्छ हामी सबैजना खाइसक्नु भयो सर चाहिँ लास्टमा खानु भइरहेछ अघि पनि खाना लास्टमा खानु भएको थियो एउटा लिडर भएर गार्जियन भएर दुःख सुख बाटेर लास्ट टाइममा खानुपर्छ भनेर सरको सिद्धान्त रहेको छ त्यही भएर लास्ट टाइममा खानु भइरहेछ अनि अब हामी चाहिँ टेन्टतर्फ लाग्छौँ हामी 6 जनाको ग्रुप रहेछौँ 1 2 3 4 5 6 7 8 9 10 11 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 अरू खै यो चाहिँ यो त्यो तातो आलु खेल्थ्यो नि हामी सानो बच्चामा याद छ एकले अर्कोलाई पास गर्ने अनि म्युजिक बज्दा जसकोमा यो म्युजिक रोकिन्छ जसको हातमा बल छ नि उसले आफ्नो प्रतिभा चाहिँ सुनाउनु पर्ने भन्नाले आफ्नो कसैले गीत आउँछ गीत गाइदिनु पर्ने होइन कसैले जोक्स गाउनु पर्ने गजल गाउनु पर्ने बुझ्नु भएको छ नि सबैजना जे आउँछ नभए यहाँ सुन है केही आउँदैन भने नाचेर भने एकचोटि घुमेर नाच्नु पर्ने नाच्न त आउँछ नि त ल ओके डन Thank you.
के हो जस्तो दामी छ त यार के भन्नु जस्तो अब टिमहरु नाउँ लागि गाइज हामी सेक्वाइल बनाएर मोटो तिमी यहीँ छेउ अहिले हैन बनाएर हैन थ्यांक यू यार यहाँ चाहिँ हाम्रो अर्जुन दोस्तले पुरै मेहनत गर्दैछ एकदम एकदम ए अघिदेखि पकाउन बिजी छ है कहाँ जाने यहाँ चाहिँ यो पनि सूर्य यहाँ चाहिँ हामी सबैजना कपडा यहीँ सुकाएर जाऊ है ल ल के डोरी छ स्विमिङहरू गरे यस्तो जाडो यहाँ चाहिँ भइरहेको हाम्रो सर हुनुहुन्छ वासुदेव सर वासुदेव सर हाम्रो हेलो गाइज गुड मर्निङ एभ्रिवान हामी आज बिहानै उठिसकेको छौँ अनि अहिले चाहिँ हामी हाइकिङ लागिरहेछौँ सबैजना बिहानै उठिसकेपछि हामीलाई खाजा त त्यस्तो केही भएन ग्रिन टी र मिल्क खाएको हामीले यहाँ चाहिँ सबजना अहिले हाइकिङ गइरहेछौँ यता पारी यही रिसोर्टको उता पनि एउटा रिसोर्ट रहेछ त्यहीँ गएको हामी गाइस हाम्रो हाइकिङ भनेको यही हो यता हेर्न सक्नुहुन्छ केटाहरू सबै हिँडिरहेको उतापट्टि पारिपट्टि जाने हामी होइन गाइस अब झुलुङ्गे पुलमा हामी आइसकेका छौँ देख्न सक्नुहुन्छ गाइस हामी पारिपट्टि आइसकेका छौँ यहाँ चाहिँ पछाडि पूजाले मलाई धकाल्दैछ दम नपुगेर होइन अनि अब यहाँबाट कता जाने होला भनेर गाइड पछाडि छ गाइड अनि यहाँबाट जानु पर्ला होइन खेतबार जाते यहाँ खेतबारमा जाऊँ न यो बारी हेर्न आएको हामी यताबाट जाने हो यो वाकिङ हो कि हाइकिङ होइन त्यो अर्ग्यानिक हो दाइ हो एकदम अर्ग्यानिक हो जय वासुदेव सरको के सरको प्रशान्त सरको छिटो बिरुवाको खिच्दैन पोज दिइरहेको उसले हजुर जाऊ न सर हजुरको हिजो इन्टरभ्यू नै लिन बिर्सिएको मैले के अमिलोको बोट अमिलो हो के यो अम्मा के खाएको थियो के इमली यता देखाउ न हामीलाई तिम्रो ब्लगमा अमिलो पिरो के हो सर फेरि रोडमा जाने हो त्यही हो रोडमै जानेमा के हो बिचमा कुन गोवाको त्यही गोवाको डांस करेंगे हम टॉयलेट के चप्पल पे हमें हामी फाइनली यहाँ तल आइपुगेका छौँ देख्न सक्नुहुन्छ विनय सङ्केत र अमित आइसकेको छ म र दाइ पनि आइपुग्यौँ पछाडिबाट
हाम्रो साथीहरू आउँदैछ के हो साथी हो बिचमा आइपुग्यो त्यही त त्रिशुली भ्याली बिचमा के भन्छ त्यो सिप ल्याउने भनेको अँ चाहिँ यस्तै बिचमा हो अँ यो चाहिँ समुद्र छ नेपालको अँ यो समुद्रमा चाहिँ समुद्र इज नट समुद्रिङ होइन यहाँ त्यत्तिकै ल्याएको होइन यहाँको जीविकोपार्जन के छ के खेती भइरहेको छ होइन बोट बिरुवाहरू के को छन् स्थानीय समूह भन्नु पऱ्यो नि यार केरा र बन्द त मैले देखेँ सर त्यो नम्बर त बुटामा पनि चिन्दिनँ अनि त्यो त हो त्यहाँ यहाँको स्थानीयसँग इन्टरभ्यू लिन्छ नि यसले त इन्टरभ्यू अनि के क्वेसनहरू रेज गर्न लाउनुहोस् त्यत्तिकै दुई भन्दा नि त्यो बस्यो नि खेतमा काम गरेर नमस्कार गर्ने हामी यहाँबाट आएको छौँ के छ हामी यसो रिपोर्ट बनाउँदैछौँ त्यो यसो प्र्याक्टिस गर्ने नयाँ कुरा प्र्याक्टिस गर्नुपर्छ यिनीहरूलाई यति डुल्ने फोटो खिच्ने भन्दा कहाँ छ सर म गएर सोध्छु यहाँनिर अहिले एकछिन आज अहिले खुल्ला शौचालय गर्छ कि रेकर्ड गरिरहेको छ भिडियो रेकर्ड गरेर गइको त अब गइको एउटा ग्याङ तल टाइम वेस्ट हुन्छ है सर कस्तो क्युट देख्नु भएको भाइ के बोले दौडौँ सर पनि दौडिनुहुन्छ त सक्नै सक्छु म दौड्न दौडाउन त यहाँबाट रेस लगाउँ न रेस होइन हिँडेर डर न आफै लेखेको प्रकृतिले लेखेको ए प्रकृतिले लेखिदिएको गाइज अहिले हामी फोटो सुटहरू सबै गरिसक्यो अनि यहाँबाट फेरि अहिले अब रिसोर्टतिर लागिरहेको छौँ अब यहाँबाट निस्किन्छ सबैजना होइन अनि त्यसपछि खाजासाजा खाएर अनि अहिले चाहिँ गएर सेमिनारमा बस्नुपर्छ एकछिन आधी घन्टा जति त्यसपछि खाजा खाएर अनि जसलाई राफ्टिङ गर्नु छ स्काई साइक्लिङ गर्नु छ उनीहरूले गर्दै बस्छ हेरौँ हामीसँग जोडिबस्नुहोस् हामी अहिले यहाँ किसानको खेतमा आइसकेका छौँ आलु खाँदै हुनुहुन्छ पहिला के झाल तान्नुहुन्छ पहिला बोटो बाजे कति महिनामा यो आलु भइहाल्छ रोपेपछि 90 दिन ए 3 महिना मिठो हुन्छ है एकदम मिठो हुन्छ रेट चाहिँ कति हो अहिले ए अनि गोलभेडाहरूको उता थियो देखाएको कति त्यही नि ए महँगै रहेछ त्यसो भए ठुलै ट्र्याक्टर ल्याउनुहुन्छ कि के कसो ठुलो ट्र्याक्टर ल्याउनुहुन्छ कि सानो ट्र्याक्टर मिनी टिलर ए हजुर होइन 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 बिजनेसको हामी हजुर काठमाडौँबाट यसो घुम्न आएका थिए अनि यसो पारिसकेको लिएर आएको गाइज अहिले चाहिँ हामी झुलुङ्गे पुलमा आइसकेको छौँ हामी कतिजना छौँ अहिले यहाँ चाहिँ 2 4 5 6 जना छौँ अहिले अनि अहिले फेरि गएर अब रिसोर्टमा अब यहाँबाट जाने त्यसपछि सेमिनारमा बस्ने त्यसपछि खाजा खाने अनि निस्किहाल्ने है त एउटा बाटो रहेछ है हामी अलिकति हाइकिङ जस्तो गरिदिउँ भने उताबाट सरहरू जानु भइरहेछ अनि यताबाट मनिकेत गइदिउँ भने यहाँबाट चढ्न लाग्यो अब है त आइपुग्यो हामी चाहिँ अहिले ब्रेकफास्ट गर्न बसिसकेका छौँ ब्रेकफास्टमा के रहेछ भनेर हजुरहरूलाई देखाइदिउँ
यहाँ चाहिँ देख्न सक्नुहुन्छ अन्डा, त्यसपछि ससेज अनि फ्रुट्स, त्यसपछि ब्रेड र जाम अनि यो आलु फ्राई छ। अनि हाम्रो युनिक सर, आरती, रविना र म चारजना बसेर खाइदिएर हैन। लाइक अरू इन्डस्ट्रीहरूभन्दा अलि धेरै नै टेक्नोलोजी न्यू टेक्नोलोजीहरू धेरै नै आफ्नो टाइम पनि परेछ हाम्रो चाहिँ। अनि जर्मन टेक्नोलोजीहरूबाट धेरै इम्पोर्ट भएको रहेछ त्यहाँ सामानहरू। अनि मेन गरी चाहिँ त्यहाँ सबै अटोमेसनमै काम हुँदो रहेछ थ्याङ्क यू सो मच सबैलाई चाहिँ गुड मर्निङ। गुड मर्निङ सर। हजुरले बिजनेस चलाउँदाखेरि कस्तो खालको कस्टमर आउँथ्यो, तिनीहरूको माइन्डसेट के हुन्थ्यो र अहिले कस्तो खालको आउँछ। सिम्पल कुरा 10 वर्ष अगाडि मान्छेले क्युआर स्क्यान गरेर आउँथेन। सो अहिले सानोदेखि सानो पान पसलमा पनि धेरै क्युआर यसले के देखाउँछ भन्दाखेरि कस्टमर्सहरूको एलाइनमेन्ट टेक्नोलोजी इज इन्क्रिजिङ। अब हामी हिँडेको है, सबैजना आइसकेको छ, बसमा चढिसक्यो। अब यहाँबाट गल्छी मार्केट जान्छु, त्यहाँ चाहिँ अलिकति सर्वेहरू गर्छु। अनि सर्वे गरिसकेपछि त्यहाँबाट अनि खाना खाएर अनि निस्किन्छौँ हामी। गाइस अहिले चाहिँ हामी गल्छी बजारमा उर्लिसकेको छौँ। यहाँ चाहिँ हामी सर्वे गर्न लागेको छौँ। हामी कुन पसलमा जाउँ भनेर सोचिरहेको छौँ अहिले। नमस्कार अङ्कल। अङ्कल हामी चाहिँ ट्रिजन कलेज काठमाडौँबाट आएको छौँ। यहाँ चाहिँ हामी सर्वे गर्न आएको छौँ। अनि हजुरलाई केही प्रश्नहरू सोध्ने छ हामीले, हजुरलाई चाहिँ उत्तर दिनुपर्ने छ हामीले। बिजनेस सम्बन्धी हामीले चाहिँ हजुरलाई प्रश्न सोध्ने हो अनि हजुरलाई चाहिँ उत्तर दिनुपर्ने छ। यहाँ चाहिँ औषधिको साथसाथै यो बिउ बिजनहरू पनि बेच्नुहुन्छ। हजुरको शुभ नाम? मेरो 7 वर्ष हुँदा मेरो आमा हुनुहुन्न, मेरो 12 वर्ष 13 वर्ष हुँदा बुवा हुनुहुन्न। मास्टरले पनि पढायो होइन, म आफैले सो अध्ययन गरेर ज्ञान आर्जन गरेर 54 सालदेखि म सक्छु भनेर गर्न लागेको थिएँ। स्कुल जान पाइनँ, त्यहाँ तोड पऱ्यो, त्यहाँ पढ्नु जानु नपाएर म सोच्छु साढे सब पढ्नु जाने, म चाहिँ पढ्न नपाउने सबैभन्दा ठुलो मान्छे नै म गर्थेँ। हजुर। मेरो चाहिँ एक आमा बित्दाखेरिमा 7 वर्षको म, 3 वर्षको भाइ, 1 महिनाको बहिनी होइन, 12-13 वर्ष हुँदा बुवा बित्नु बितेपछि अब सबै सबै आफै जानु पाइयो। म सोच्दै साथीहरू, म 1 वर्ष पढ्न गएको थिएँ, पढ्न जानु नपाइसकेपछि मलाई थोड पऱ्यो कि चाहिँ आफ्नै चाहिँ पढ्न थालेँ। तपाईँले चाहिँ यो व्यवसाय गर्ने बेलामा हजुरले चाहिँ कसैले हेल्प गर्यो होला नि यो व्यवसायमा इन्ट्री गर्नलाई। जस्तै कसैले तपाईँलाई मटेरियल प्रोभाइड गरिरहेको होला, नत्र कसैले मोटिभेट गरिरहेको होला। त्यो भनेको यस्तो, म चाहिँ दुध सङ्कलन गरेर म दुध लैजाने चिसेमा छ नि, चिलिङ भ्याएको लगेर बनाउने काम गर्थेँ त्यो अगाडि। त्यसपछि चाहिँ त्यहाँ अब किसानको समस्याहरू पनि हुनुभयो। अनि त्यसपछि हाम्रो चाहिँ पब्लिक दुकान अन्तर्गत एउटा चाहिँ कार्यक्रम आएको थियो। त्यो कार्यक्रम हामीले वनको चाहिँ गठन गरेका छौँ, 5 जनाको समूह थियो। त्यो मार्फत चाहिँ कार्यक्रम आएर चाहिँ त्यहाँ तालिम लिन जाने, त्यसमा म भाग लिएँ। त्यसपछि चाहिँ थोरै औषधि उताबाट पनि दिएका थिए, आफैले गर्दै गर्दै के गर्ने होला त भनेर उसले उपाय चाहिँ बेलायती 22 वर्ष छिटो भन्ने मैले पढाएको थिएँ कि। अङ्कल अब एउटा हामीसँग फोटो खिचाउनु न है, बाहिर आउनु न एकछिन। जहिले पनि गल्ती हुन्छ भने सबको जग्गा गाडी सिधा सिधै होइन, गाडी
होइन यहाँबाट के Finally, we have been reached at our college, and now हामी तल झर्छौँ, यसो फोटोसोटो खिच्छौँ अनि आफ्नो आफ्नो घर जान्छौँ। आज कलेजको लास्ट दिन पनि थियो अनि सबैजनाले फेयरवेल पनि मनाइसक्यो, हामी मात्र बाँकी छौँ अनि हामी आइतबार आएर अब सबै साथी फेयरवेल मनाउनु पर्छ है त।